हेलो, नमस्ते अनि स्वागत छ। मेरो यस 1 वर्षमा 5 लाख जनालाई स्वस्थ, फिट अनि ह्याप्पी बनाउने मेरो यस अभियानमा आज मेरो फर्स्ट भिडियो। म चाहिँ तपाईँहरूलाई कसरी चाहिँ एक्सर्साइज गरेर स्वस्थ भइन्छ अनि के खानेकुरा खाँदामा स्वस्थ भइन्छ र के एक्सर्साइजहरू गर्दाखेरि फिट भइन्छ अथवा मैले गर्ने एक्सर्साइजहरू तपाईँलाई देखाउने छु है, त्यसबारेमा म बताउने छु। र अहिले यो म पुसअपको बारेमा आज बताउँदैछु। यो पुसअप चाहिँ हामीले जस्तो कि मैले चाहिँ अब यो 3टा औँलाले गर्छ। यो पुसअप गर्दाखेरि चाहिँ मैले यो खुट्टा पनि माथि खप्ट्याएको छु किन त्यो मलाई सजिलो लाग्छ। यो पुसअप गर्दाखेरि तपाईँले जिउलाई चाहिँ सिधा राख्नुपर्ने हुन्छ। कोहीले चाहिँ हिपलाई माथि उठाउँछन् हैन। त्यही भएको र यसलाई हिपलाई नउठाइकन जिउ हाम्रो बडीलाई सिधा बनाउने अनि चेस्टलाई एकदम भुइँमा छला कि नछला जति गरेर जाने र अनि हातलाई सिधा माथि उठाउने। अब कोहीले बिचबाट पनि गर्छन् भनौँ न, हाफ पुसअप पनि गर्छ, त्यो पनि हुन्छ। र अब कसरी गर्ने भन्नेमा चाहिँ आफूमा भर पर्छ क्या। अब हाफ पुसअपले चाहिँ हाम्रो टार्गेट चाहिँ कहाँ हो हैन, चेस्टमा हो कि हैन, बाइसेपमा हो कि ट्राइसेपमा हो कि कहाँ हो, त्यो अनुसारले चाहिँ हामीले गर्नुपर्ने हुन्छ। यो पुसअपले चाहिँ तपाईँको चेस्टलाई चाहिँ एकदम राम्रो र हातलाई पनि एकदम बलियो बनाउँछ हैन, स्ट्रङ बनाउँछ यसले चाहिँ। अब जस्तो कि तपाईँहरूले चाहिँ फर्स्टमा चाहिँ यसले गर्नु यो पन्जाले गर्दाखेरि त्यही हो, सिधा तल जाने अनि माथि सिधा माथि गर्ने। अब यो हामीले वाइड गऱ्यो भने चाहिँ हाम्रो चेस्टमा पर्छ भने, हामीले क्लोज गऱ्यो भने चाहिँ अब बाइसेपमा पनि पर्छ, ट्राइसेपमा पनि पर्छ। कुन तरिकाले गर्ने त्यही अनुसारले हामीले कहाँ पार्ने, हाम्रो कुन बडीको कुन पार्टलाई चाहिँ हामीले टार्गेट गर्ने त्यही अनुसारले हामीले गऱ्यो भने यसले चाहिँ त्यही अनुसारको इफेक्ट दिन्छ हैन। त्यही भएको तपाईँले चाहिँ अब कहाँ चाहिँ पार्ने भनेर चाहिँ मैले चाहिँ अहिले यसलाई अब चेस्टमा पार्नको लागि मैले गरिरहेको छु हैन। तर चेस्ट भन्ने मात्रै हो, चेस्टमा चाहिँ मेन चेस्टमा पर्छ, त्यसपछि हातमा जस्तो ट्राइसेप बाइसेप पनि यसले पर्छ। अनि तपाईँले अझ यो गर्दाखेरि अझ पेटलाई चाहिँ माथि एकदम माथि च्यापेर गऱ्यो भने तपाईँले माथि अब पेटलाई हुन्छ नि माथि तानेर गर्नुभयो भने अझ पेटलाई पनि एकदम यसले हेल्प गर्छ भित्र पस्नेमा भनौँ न, पेट ननिस्किनेमा। त्यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ है त। अनि म हरेक भिडियोमा तपाईँहरूलाई एक्सर्साइजको बारेमा पछि बताउने छु। र ह्याप्पी हुनेको लागि चाहिँ अब पैसै चाहिन्छ, पैसा पनि कसरी कमाउने, के हिसाबले कमाउने भने म तपाईँलाई पछि बनाउँछु है त। थ्याङ्क यू, धन्यवाद। मैले गर्ने एक्सर्साइजमा यो पनि हो, ह्यान्ड स्ट्यान्ड। यो चाहिँ अघि नै जब मैले पुसअपमा भनेको थिएँ नि, पुसअप हामीले गऱ्यो भने यो पनि हामीले गर्न सक्छौँ किनकि यसमा चाहिँ हाम्रो ह्यान्ड पावर चाहिन्छ हैन। अनि त्यही भएर यो पुसअप गऱ्यो भने चाहिँ हामीले ह्यान्ड पावर चाहिँ बढाउन सक्छौँ र हामीले यसरी गर्न सक्छौँ। तपाईँ पनि ट्राई गर्नु अवश्य सक्नुहुन्छ है त। थ्याङ्क यू। मैले गर्ने एक्सर्साइजमा यो पनि पर्छ, यसलाई हामीले फाङ भन्छ हैन। यो चाहिँ पहिला मैले मार्सल आर्ट खेल्ने बेलामा जान्थेँ। अनि पछि म जापान गएपछि विभिन्न कारणले अब समयको अभावले यसले गर्न पाइनँ, बिचमा छोडेको थिएँ। छोडेपछि धेरै टाइम छोडेको भएर बिचमा अलिक गाह्रो भएको थियो। तर पछि अहिले इजिली जान्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्। बिस्तारै तपाईँले ट्राई गर्नुभयो भने जान्छ, नजाने भन्ने कुरै हुँदैन हैन, जान्छ नै। अनि यसको एउटा फाइदा चाहिँ खतरा छ क्या यो केटा मान्छेहरूको लागि, तर अब यहाँ भन्न चाहिँ मिल्दैन हैन। पछि म तपाईँहरूलाई पर्सनली बताउनेछु। तपाईँले सायद विश्वास गर्नुहुन्न, यसको फाइदा खतरा छ है त। धन्यवाद ल।